नमस्ते सबैजनामा। आज म मधुमेहले आँखामा के असर गर्छ भन्ने बारेमा वर्णन गर्न गइरहेको छु। हामीसँग सचित्र पुस्तिका पनि छ, यो सँगसँगै म बुझाउने छु तपाईहरुलाई। यसमा लेखिएको छ मधुमेहको आँखामा असर, डायबिटिक रेटिनोप्याथी र समाधानका उपायहरू। को आँखामा असर, डायबिटिक रेटिनोप्याथी र समाधानका उपायहरू। अब यसमा चाहिँ हाम्रो जस्ट आँखा देखाएको छ, आँखाको भित्रको यो चाहिँ रेटिना हो। सोच्नु पर्दा यस्तो हुन्छ, अनि अन्य यो चाहिँ आँखाका भागहरू भयो। सही रोकथामका कदमहरूले आँखाको दृष्टि बचाउन सकिन्छ। यसमा चाहिँ मधुमेह रोग के हो भनेर लेखेको छ। हाम्रो शरीरको रगतमा आवश्यकता भन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुने अवस्था नै मधुमेह रोग हो। यसरी रगतमा आवश्यकता भन्दा बढी चिनी वा ग्लुकोजको उत्पादन भएपछि यसको प्रतिक्रिया स्वरूप शरीरका अन्य अंग प्रत्यङ्गलाई क्रमशः कमजोर र क्षति पुर्याउँदै जाने गर्दछ। हाम्रो साधारण भाषामा पनि धेरै मान्छेहरूले सुगर लाग्यो अनि धेरै जसले मधुमेह भन्छन् है, कसैले डायबिटिस पनि भन्छन्। त्यो सबै भनेको मधुमेह हो। त्यसले शरीरमा के कारणले हुँदो रहेछ भनेपछि शरीरमा चाहिँ रगतमा आवश्यकता भन्दा बढी रगतमा चाहिँ चिनीको मात्रा भयो भने चाहिँ त्यो अवस्थालाई मधुमेह रोग भन्दो रहेछ। त्यो चिनीको मात्रा चाहिने भन्दा बढी भयो भने त्यसले चाहिँ शरीरका अन्य अंगहरूलाई अनि हाम्रो आँखालाई अनि मृगौलालाई अप्ठ्यारो गर्न सक्छ। अनि ती अवस्था नआउनुभन्दा अगाडि नै चाहिँ हामीले रोकथाम गर्न सक्नुपर्दछ। अब यो कति हो यसको मात्रा भन्दाखेरि चाहिँ खाली पेटमा जाँच गर्नुभयो भने तपाईले रगतमा चाहिँ 60 देखि 110 मिलिग्राम हुनु सामान्य अवस्था हो र खाना खाएको 2 घण्टा पछि रगतमा चाहिँ औसत मात्रामा 70 देखि 140 सम्म नर्मल मानिन्छ। खाली पेटमा चाहिँ 60 देखि 110 सम्म हुनु पर्यो। खाना खाएको 2 घण्टा पछि चाहिँ 70 देखि 140 हुनुपर्छ। मधुमेह चाहिँ 3 प्रकारको हुने गर्दछ। मधुमेहको एक प्रकारमा चाहिँ इन्सुलिन चाहिने अवस्था, अर्को चाहिँ इन्सुलिन नचाहिने अवस्था र तेस्रो चाहिँ गर्भावस्थामा हुने जेस्टेशनल हाइपरटेन्सन भनिन्छ। अब एक प्रकारको मधुमेह चाहिँ कम उमेरमा 30 वर्ष भन्दा अगाडि नै देखा पर्दछ। बिरामी दुब्लो पातलो हुन्छ पनि। अब हाम्रो जस्तो चाहिँ हामीले कस्तो सम्झिराखेका हुन्छौँ भने सामान्य जीवन यापनमा सामाजिक व्यवहार व्यवहारहरूमा चाहिँ एकदम दुब्लोलाई चाहिँ सुगर हुँदैन, मोटो मान्छेलाई मात्रै सुगर हुन्छ भन्ने हाम्रो सोचाइ हुन्छ। तर त्यस्तो होइन, धेरै पातलो व्यक्तिलाई पनि सुगर हुन सक्छ। उपचारको लागि इन्सुलिन सुईको आवश्यकता पर्दछ। इन्सुलिनको उत्पादन नहुने अवस्थालाई चाहिँ पहिलो प्रकारको डायबिटिक अथवा मधुमेह भनिन्छ। डायबिटिकको दोस्रो प्रकार भनेको चाहिँ प्रायः चाहिँ 40 वर्षभन्दा उमेर पछि हुने गर्दछ। वंशानुगत कारणले पनि हुन सक्छ। यो चाहिँ बढी मोटो व्यक्तिहरूमा देखा पर्दछ। यो 2 प्रकारको यो खाने औषधिले मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ। इन्सुलिनले राम्रोसँग काम नगरेमा देखा पर्दछ। यो चाहिँ इन्सुलिन उत्पादन हुन्छ तर यसले चाहिँ काम गरेको हुँदैन। प्रकार 3 मा चाहिँ गर्भावस्थामा देखिने मधुमेह हो। यो चाहिँ गर्भावस्थामा बढी रगतमा चाहिँ चिनीको मात्रा भयो भने चाहिँ त्यो बेला देखिन्छ। यो गर्भावस्था पछि यो बच्चा पाइसकेपछि कम हुँदै जान्छ धेरै जसो चाहिँ। अब मधुमेह रोगको जोखिममा पर्ने समूह भनेको चाहिँ बढी तौल हुने व्यक्तिहरू, वंशानुगत परिवारमा मधुमेह रोग भएकाहरूलाई चाहिँ, अनि गर्भावस्थामा मधुमेह हुनेहरूलाई पछि पनि हुन सक्छ भन्ने हुन्छ। शारीरिक व्यायाम कम गर्ने व्यक्तिहरूलाई मधुमेहको जोखिम उच्च जोखिम हुन्छ। तल लेखिएको छ वास्तवमा भन्ने हो भने हामी सबै मधुमेह रोगको जोखिममा छौँ है, नेपालीहरू चाहिँ। अब मधुमेहका लक्षणहरूमा चाहिँ के हुन्छन्, धेरै जसोलाई चाहिँ अब गाउँघरतिर त जाँच गर्नलाई पनि हुँदैन। उनीहरूले चाहिँ लक्षणहरूबाट नै थाहा पाउनुपर्ने हुन्छ। तपाईहरुलाई लक्षण यदि देखियो भने तत्कालै जाँच गर्न आउनु होला है त। अब आलस्य हुने, थकाइ लाग्ने गर्दछ। केही काम नगरे पनि आफै थकाइ लाग्छ, धेरै तिर्खा लाग्छ, धेरै भोक लाग्छ, छिनछिनमा पिसाब लाग्छ, हात खुट्टा झमझमाउने गर्छ, अनि घाउचोट सानो लागे पनि एकदमै ठुलो हुन्छ, राम्रो हुँदैन, अनि ओजन घट्दै जान्छ। मोटो देखिए पनि उसको ओजन घट्दै जाने हुन्छ। दृष्टि धमिलो हुन्छ। यो चाहिँ दृष्टि धमिलो अलि पछि हुन्छ। सानो हामीलाई चाहिँ बढी प्यास लाग्ने, बढी भोक लाग्ने, बढी अनि पिसाब लाग्ने। अब धेरै पानी खाइयो भने त धेरै पिसाब लाग्ने नै भइहाल्यो। अनि आलस्य थकाइ लाग्न थाल्छ है त।
अनि मधुमेहका बिरामीहरूले गर्नुपर्ने जाँचहरू चाहिँ के हो भने अब धेरै अझै चाहिँ निजी क्लिनिकहरूमा निजी अस्पतालहरूमा मधुमेहको बिरामीहरूलाई पनि अरू अरू जाँच गरिराखेका हुन्छन्। जस्तो हामीले चाहिँ मधुमेह छ कि छैन भनेर जाँच्नको लागि थोरै जाँच गर्नुपर्ने हुन्छ। त्यसको लागि पिसाबमा प्रोटिनको जाँच, प्रोटिन पिसाबमा आएको छ कि छैन, अनि ग्लुकोमिटरको माध्यमबाट रगतमा चिनीको मात्राको निगरानी अथवा जाँच गर्नुपर्ने हुन्छ। यो सामान्य हुन्छ, सजिलै गर्न सकिन्छ। अनि रगतमा चिल्लो पदार्थ युरिया क्रिटानिनको जाँच के छ भनेर यो तीनवटा जाँच गर्दाखेरि हामी मधुमेह छ कि छैन भनेर जाँच्न सक्छौँ, थाहा पाउन सक्छौँ। अब मधुमेहले असर गर्ने शरीरका अङ्गहरूमा चाहिँ अब यो इम्पोर्टेन्ट छ। यसमा चाहिँ कसलाई असर गर्छ त, मधुमेह भयो भने कुन कुन अङ्गलाई अप्ठ्यारो गर्छ भनेर जान्दाखेरि चाहिँ सबभन्दा पहिला त आँखाको पर्दालाई समस्या गर्छ, मुटुलाई समस्या गर्छ, हृदयघात गर्न सक्छ, मृगौला खराबी गर्न सक्छ, स्नायु प्रणालीहरूमा जो झमझमाउनु, खुट्टा झमझमायो भन्नुहुन्छ त्यो चाहिँ स्नायु प्रणालीमा समस्या गरेर हो। खुट्टाहरूमा चाहिँ घाउ खटिरा आउने गर्दछ, टुप्पोहरूमा, छालाहरूमा, दिमागमा मस्तिष्कघात पनि हुने गर्दछ है त। मधुमेहका बिरामीले गर्नुपर्ने जाँचहरूमा चाहिँ अघि नै भनिसके, अब अझै यसमा विस्तृत रूपमा छ। मधुमेहका बिरामीले प्रत्येक 6 देखि 12 महिनामा रगतमा चिल्लो पदार्थ लिपिड प्रोफाइल भन्छन्, क्रिप्ट्यानिन भन्ने तत्व र पिसाबमा सूक्ष्म प्रोटिन माइक्रो एल्बुमिनको जाँच गर्नुपर्ने हुन्छ। 6 देखि 12 महिना प्रत्येक महिनामा जाँच गरिराख्नुपर्छ है। मधुमेहका बिरामीको पिसाबमा सूक्ष्म प्रोटिन माइक्रो एल्बुमिन वा रक्तचाप बढेको खण्डमा मृगौलाले क्षति गर्न सक्दछ। त्यसैले मृगौला बचाउने र रक्तचाप घटाउने औषधिको सेवन नियमित गर्नाले मृगौलाको लामो समयसम्म बचावट गर्न सकिन्छ। मधुमेहका बिरामीले नियमित रूपमा रगतमा HbA1c को परीक्षण गर्नुपर्ने हुन्छ। के तपाईले रगतमा चिनीको मात्रा जसाउनु भयो? हामी नर्मली स्वस्थ मानिसले पनि यो जाँच गरिराख्नुपर्ने हुन्छ। कहिलेकाहीँ हामीले थाहै हुँदैन, त्यति बेला चाहिँ धेरै समस्या भइसकेपछि थाहा हुने हुनाले चाहिँ हामीले नर्मलीमा चाहिँ 6 महिना वर्ष दिनमा यसो जाँच गरिराख्दा धेरै राम्रो हुन्छ है त। प्रिभेन्सन बेटर देन क्युर। मधुमेहका लक्षणहरूलाई चिन्नुहोस् र समयमै रगतमा चिनीको मात्रा जाँच गराउनुहोस्। जति छिटो रोग पत्ता लगाएर यसको उपचार र नियन्त्रण गर्न सक्यो त्यति नै यस रोगबाट हुन सक्ने सम्भावित नकारात्मक असरहरूबाट हामी बच्न सक्छौँ है त। प्रत्येक मधुमेहका बिरामीले चिकित्सकको निगरानीमा नियमित रूपमा रगतमा चिनीको जाँच गराउनु पर्ने हुन्छ। अब मधुमेह रोग र चाहिँ आँखामा के रिलेट छ त, के सम्बन्ध छ भनेर चाहिँ म बताउन गइरहेको छु। मधुमेहका बिरामीका आँखाको समस्या अन्य व्यक्तिको तुलनामा 2 गुणा बढी हुने गर्दछ। सबैभन्दा बढी देखिने समस्या भनेको यसको दृष्टि पर्दाको रक्तनीतिमा असर परिआउने समस्या, डायबिटिक रेटिनोप्याथी भनिन्छ, त्यो हो। अन्य समस्याहरूमा पटक पटक आनो आउने, स्थायी जो आनो आइरहन्छ, आँखा सुक्खा हुने गर्दछ, छिटो छिटो चस्माको पावर परिवर्तन हुने गर्दछ, मोतिया बिन्दु र जल बिन्दुको सम्भावना पनि बढी हुने गर्दछ, आँखा डेटो हुने तथा आँखाको ढकनी झर्ने गर्दछ। तपाईहरुलाई यी समस्या हुन सक्छन्। पटक पटक आनो आउने त धेरैले हुन्छ। त्यसो छ भने तपाई पनि एकचोटि राम्रोसँग मधुमेहको जाँच गराउनुहोस्, आँखाभित्रको आँखाको पनि राम्रोसँग जाँच गराउनुहोस् के अप्ठ्यारो गरेको छ वा छैन भनेर। कुल मधुमेहका बिरामी मध्ये करिबन आधा बिरामीलाई कुनै न कुनै प्रकारको आँखाको समस्या भएको पाइएको छ। यो एउटा तथ्याङ्कले भनेको कुरा हो। चाहिँ आधा 50% मधुमेहका बिरामीहरूलाई चाहिँ आँखाको समस्या भएकै हुन्छ, तर जाँच आउन थोरै आउनुहुन्छ। 10% मात्रै आँखामा मधुमेह भएका बिरामीहरू आँखा जाँच गर्न आउनुहुन्छ। मधुमेह भएका व्यक्ति अन्य व्यक्तिको तुलनामा 25औं गुणा बढी दृष्टिविहीन हुने सम्भावना हुन्छ। 25औं गुणा भनेको धेरै हो। यदि जाँच गराउनु भएन र तपाईले भने तपाई अन्धो हुन सक्नुहुन्छ। डायबिटिक रेटिनोप्याथीको पछि धेरै समस्या भइसकेपछि रेटिनामा उपचार छैन, रोक्ने काम मात्रै हो। मधुमेहले आँखाको दृष्टि पर्दामा गर्ने असरहरू के हुन सक्छ भनेर तपाईलाई जिज्ञासा हुन सक्छ। त्यसको बारेमा म छोटो ब्रिफिङ गर्न गइराखेको छु। मधुमेहले शरीरका अन्य भागमा जस्तै दृष्टि पर्दाको सूक्ष्म रक्तनलीहरूमा असर गर्दछ। यी रक्तनलीहरूलाई कमजोर पारी रेटिनामा रक्तस्राव हुने, चिल्लो जम्मा हुने, म्याकुलामा सुजन हुने गर्दछ। यसरी म्याकुलामा लिक भई रक्तस्राव, चिल्लो जम्मा हुने र सुजन हुँदा आँखाको सेन्ट्रल भिजनमा असर हुन्छ। समयमै सावधानी नभई रक्त सञ्चालनमा थप समस्या भई अरू जटिलताहरू जस्तै नयाँ रक्त नसाको विकास भई आँखाभित्र अत्यधिक रक्तस्राव हुने तथा पर्दा खुम्चन गई दृष्टि निकै कमजोर हुन जान्छ। यस्तो अवस्थामा उपचारपछि पनि दृष्टि फर्काउन निकै कठिन हुन्छ। डायबिटिक रेटिनोप्याथीको सुरुको अवस्थामा आँखामा कुनै पनि लक्षणहरू हुँदैनन्, तर नेत्र विशेषज्ञले आँखामा देखिने यो असर पत्ता लगाई आवश्यकता अनुसार उपचारको सल्लाह दिन सक्छन्। हामीले फन्डस हेर्यौं भने, रेटिना हेर्यौं भने चाहिँ त्यसमा तपाईको थोरै चेन्जेस भए पनि थाहा हुने गर्दछ। त्यसैले एकचोटि चाहिँ तपाईलाई डायबिटिक छ भने आँखा जचाउन आउनुहोला, तपाईको भित्री पर्दाको जाँच गर्नेछौँ।
डायबेटिक रेटिनोपैथीको सुरुमै पहिचान गरी समयमै उपचार अथवा लेजर गरेको खण्डमा धेरै हदसम्म दृष्टि बचाउन सकिन्छ। यो बचाउने काम मात्रै हो, फेरि गुमेको दृष्टि फर्काउन गाह्रो पर्छ। डायबेटिक रेटिनोपैथीको अन्तिम अवस्थामा मात्र आँखा धमिलो हुने हुँदा यो अवस्थामा दृष्टि पर्दामा अपूरणीय क्षति भइसकेको हुन्छ, जसबाट दृष्टि जोगाउन निकै गाह्रो हुन्छ। सुरुको अवस्थामा बिरामीलाई कुनै पनि लक्षणहरू हुँदैनन्, तर आँखामा धमिलो अनुभव हुँदा पर्दामा धेरै नै क्षति भइसकेको हुन्छ र राम्रो दृष्टि बचाउन सकिँदैन। त्यसैले समयमै मधुमेहको जाँच गरौँ र सँगसँगै आँखाको जाँच अनिवार्य गरौँ। डायबेटिक रेटिनोपैथीको पनि प्रकारहरू हुन्छन्। डायबेटिक रेटिनोपैथीको असरलाई गम्भीरता अनुसार मुख्यतया दुई भागमा विभाजन गरिएको छ। नन प्रोलिफेरेटिभ डायबेटिक रेटिनोपैथी, यसमा चाहिँ पर्दामा रक्तस्राव हुन्छ, पर्दामा चिल्लो पदार्थ जम्मा हुन्छ, म्याकुलामा सुजन हुन्छ, दृष्टिमा कुनै फरक नहुन सक्छ। यो चाहिँ नन प्रोलिफेरेटिभ डायबेटिक रेटिनोपैथीमा। अब प्रोलिफेरेटिभ डायबेटिक रेटिनोपैथी चाहिँ अलि गम्भीर अवस्था हो। नयाँ रक्त नसाको विकास भई आँखाभित्र अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चिने हुन्छ। यस अवस्थामा आँखाको दृष्टि धमिलो हुन्छ। म्याकुलामा सुजन हुन्छ, क्लिनिकली सिग्निफिकेन्ट म्याकुला इडिमा भएको हुन सक्छ। यी दुई स्टेज मध्ये जुनसुकैमा पनि हुन सक्छ। यस अवस्थामा आँखाको दृष्टि सामान्य मात्रामा धमिलो हुन सक्छ। प्रोलिफेरेटिभ डायबेटिक रेटिनोपैथी तथा म्याकुलामा हुने सुजन भएमा लेजर पद्धतिको उपचार समयमै सुरु गर्नुपर्छ, अन्यथा दृष्टि पुनः प्राप्त गर्न प्राय असम्भव नै हुन्छ। अब डायबेटिक रेटिनोपैथीलाई कसरी कम गर्न सक्छ? भइहाल्यो यदि तपाईहरुलाई कसैलाई पनि भयो हुन्छ, धेरै जस्तो मान्छेहरु आउनुहुन्छ डायबेटिक रेटिनोपैथी भएको हुन्छ, उनीहरुको लेजर गरिन्छ र त्यसलाई चाहिँ कसरी कम गर्ने अथवा त्यो नहुनबाट हुन नदिनलाई के गर्नुपर्छ भन्दाखेरि रगतमा चिनीको मात्रा नियन्त्रण गर्नु पर्यो, रक्तचापलाई ठिक तहमा राख्नु पर्यो, रक्तचाप पनि जाँच गराइराख्नु पर्यो, रगतमा चिल्लो पदार्थ पनि कम गर्ने, जो लिपिड प्रोफाइलहरु जाँच्नुहुन्छ, माइक्रो एल्बुमिनहरु जाँच्नुहुन्छ, त्यो चाहिँ त्यसको पनि सन्तुलन राखिराख्नु पर्यो। रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने उपायहरुमा चाहिँ सन्तुलित भोजन गर्नु पर्यो, शारीरिक व्यायाम गर्नु पर्यो, तनावमा नबस्ने वा तनाव कम गर्ने, औषधि समयमै खाने, नियमित शारीरिक परीक्षण गरिराख्नु पर्यो। अनि रगतमा चिनीको मात्रा, रक्तचाप, कोलेस्ट्रोल, दाँत, आँखा, खुट्टाको अवस्थाको आफैले पनि परीक्षण गरिराख्नु पर्ने हुन्छ। तपाईले आफूलाई थोरै पनि अप्ठ्यारो महसुस गर्दा जाँच गराइहाल्नुहोस् है। त्यो गर्दाखेरि तपाईलाई चाहिँ धेरै अप्ठ्यारोबाट बचाउन सकिन्छ। अब यसमा चाहिँ मधुमेहका बिरामीलाई खाना सम्बन्धी सुझाव दिएको छ, कस्तो खाने, के खाने, अब परामर्श। यो चाहिँ अब हजुरहरूले चाहिँ कार्बोहाइड्रेट यसरी मिलाउन हाम्रो गाउँघरमा अप्ठ्यारो हुन्छ। अब नेपाली समाजमा यति धेरै रूपले चाहिँ हामी सबै कुरा चाहिँ हेर्न सक्दैनौँ, त्यति हामीसँग छैन क्षमता पनि। त्यसैले चाहिँ हामीले थोरै सन्तुलित भोजनमा हरियो साग सब्जी बढाउने, निश्चित समयमा खाने, एउटा ठिक्क समय बनाइराख्ने, टाइम टेबल अनुसार खाने, शारीरिक तौललाई चाहिँ कायम गरिराख्नु पर्यो, बिहान बेलुका यसो हिँडडुल गर्ने कामहरू गर्नु पर्यो गाउँघरमा पनि। अनि तपाईँ यदि बसेर काम गर्नुपर्छ, अफिसहरूमा काम गर्नुपर्छ भने तपाईँले बिहान 1 घण्टा चाहिँ अनिवार्य हिँड्नुपर्ने हुन्छ। अनि चिनी भएका खाद्य पदार्थहरूको प्रयोग नगर्ने, त्यो एकदमै गर्नै पर्यो पनि मन लागिहाल्यो भने थोरै गर्ने। अनि चिल्लो पदार्थहरू कम खानु पर्यो, चिल्लो पदार्थहरू एकदमै कम गर्नु पर्यो। अब त्यस्तै दाल गेडागुडीका कुराहरू खानु पर्यो। अनि जनावरबाट प्राप्त हुने चिल्लो पदार्थ चाहिँ कम खाने। अनि दुध, दही, मही नियमित खाइराख्नु पर्यो। माछा, चिल्लो निकालेको कुखुरा मासु चाहिँ खाँदा एकदमै बेटर हुन्छ। त्यो खसीको मासु भन्दा पनि, राँगाको मासु भन्दा पनि माछा र चिल्लो निकालेको कुखुराको मासु चाहिँ बोइल गरिसकेपछि खाँदा राम्रो हुन्छ है त हजुर। अब त रक्तचापलाई पनि ठिक तहमा राख्नु पर्यो, एकदम सन्तुलित राख्नु पर्यो। त्यसको लागि चाहिँ अब रातो मासु सेवन नगर्ने, नुन कम खाने, चिल्लो कम गर्ने, ओजन घटाउने, नियमपूर्वक औषधि सेवन गर्नु पर्यो। औषधि खाइराख्नु भएको छ भने नबिर्सिकन नियमित रूपमा राम्रोसँग खाइराख्नु भयो भने हजुरको आयु धेरै लामो हुन सक्छ। रगतमा चिल्लो पदार्थ पनि कम गर्नु पर्यो। यसको लागि चाहिँ खराब कोलेस्ट्रोल भएको चिल्लो नखाने, जस्तै घिउ, जमेको तेल, बोसो, बटर जस्ता पशु पन्छीजन्य खाद्य पदार्थबाट पाइने बोसो वा चिल्लो पदार्थहरू नखाने। धेरै जस्तो गाउँघरमा म त एक माना घिउ खान्छु, मलाई केही भएको छैन भन्नुहुन्छ, त्यो चाहिँ एकदम लिमिटमा खानु पर्यो, धेरै खानु भएन। यो यदि बिरामी भइहाल्नु भयो भने नर्मल मान्छेले पनि ठिक लिमिट मात्रामा खायो भने पछिसम्म पनि समस्या आउँदैन। राम्रो कोलेस्ट्रोल भएका खाद्य वस्तुहरूको चयन गर्ने, जस्तै तिल, ओखर, मधिसे, बदाम, आलस जस्ता चिजहरू खानु पर्यो। यिनीहरूमा चाहिँ कम राम्रो कोलेस्ट्रोल हुन्छ। चिल्लोको मात्रा एक सागमा एकजनाले बुढी औँलाको टुप्पो जति मात्रा खाने र वनस्पतिजन्य नजमेको तेलको प्रयोग
गर्ने, जस्तै तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल, ओलिभ ओइल इत्यादि। आवश्यक भएमा डाक्टरको सल्लाह अनुसार औषधिको प्रयोग गर्ने। यस्ता औषधिको प्रयोगले पक्षले घाउ, मुटुको समस्या र आँखाको दृष्टि पर्दाको समस्या कम हुन सक्छ। धुम्रपान, मद्यपान गर्दै नगर्ने। डायबेटिक रेटिनोपेथीबाट हुने अन्धोपनबाट बच्ने उपायहरूमा चाहिँ मधुमेहको पहिचान हुनासाथ र तत्पश्चात कम्तीमा वर्षमा एकपटक चाहिँ नेत्र विशेषज्ञद्वारा अथवा नेत्र सहायकहरूद्वारा, गाउँघरमा नेत्र सहायकहरू हुनुहुन्छ, नेत्र विशेषज्ञ भेट्न गाह्रो हुन्छ, त्यसैले चाहिँ आँखा नानी फुलाएर दृष्टि पर्दाको परीक्षण गराइराख्नु पर्यो र केही अप्ठ्यारो भयो भने उनीहरूले रिफर गर्नुहुन्छ। यदि आँखामा असर देखा परेमा डाक्टरको सल्लाह अनुसार नियमित परीक्षण तथा उपचार गराउनु पर्यो अनि मधुमेहले गर्ने असर कम गर्ने सम्पूर्ण उपायहरू प्रयोगमा ल्याउनु पर्यो। डायबेटिक रेटिनोपेथीको लागि गरिने आँखाका परीक्षणहरूमा मधुमेहले आँखाको पर्दामा गर्ने असरहरूको गम्भीरता अध्ययन गर्नको लागि केही विशेष परीक्षणहरू गर्नुपर्छ, जस्तै फन्डस फ्लोरोसेन्ट एन्जियोग्राफी एफएफए। पाखुरामा विशेष प्रकारको सुई दिने रेटिनाको फोटो खिचिन्छ। यसबाट पर्दामा रगत प्रवाहको अवरोध, नयाँ रक्तनलीको वृद्धि र पर्दामा सूजन थाहा पाउन सकिन्छ। यस जाँचको सहयोगबाट रेटिना कति लेजर दिने निर्णय गर्न सजिलो हुन्छ। अर्को चाहिँ अप्टिकल कोहेरेन्स टोमोग्राफी ओसिटी भन्छन्। यो परीक्षण विशेष खालको मेसिनको प्रयोग गरी रेटिनामा देखा पर्ने सूजनको मापन गर्ने पद्धति हो। रेटिनामा देखिएका सूजनको गम्भीरताको आधारमा लेजर र सुईको प्रयोग गर्नमा यस पद्धतिको सहयोग पुर्याउँदछ र उपचार विधिको फाइदाबारे जान्न सहयोग गर्दछ। फन्डस फोटोग्राफी पनि गर्ने गरिन्छ। डायबेटिक रेटिनोपेथीको उपचार कसरी गरिन्छ भन्ने जिज्ञासा हुन सक्छ। यसको उपचार चाहिँ लेजर पद्धतिबाट गर्ने गरिन्छ। यो चाहिँ एक प्रकारको पर्दामा गरिने उपचार पद्धति हो। लेजर पद्धतिको प्रयोगद्वारा मधुमेहको कारणले आँखाको पर्दामा देखिएको सूजन, रक्तस्राव र नयाँ रक्तनलीहरूको वृद्धिलाई कम गरी अरू विघ्नबाट जोगाउन सकिन्छ। डायबेटिक रेटिनोपेथीको उपचार चाहिँ सुईको माध्यमबाट पनि गरिन्छ। मधुमेहको कारणले आँखाको पर्दामा देखिएको सूजन, रक्तस्राव र नयाँ रक्तनलीहरूको वृद्धिलाई कम गर्न विशेष अवस्थामा सुईद्वारा आँखाको भित्री पानी भिट्रसमा औषधि स्टेरोइड एभास्टिन पठाई यो उपचार गर्ने गरिन्छ। डायबेटिक रेटिनोपेथीको उपचार कसरी गरिन्छ भन्दाखेरि भिट्रो रेटिनल शल्यक्रिया पनि गरिन्छ। आँखाको पर्दा फाटेमा वा आँखाभित्र धेरै समयसम्म अत्यधिक रक्त जम्मा भई लेजर गर्न नमिल्ने अवस्थामा शल्यक्रिया गरिन्छ। शल्यक्रिया गर्दा आँखाभित्र जमेको रगत सफा गरिन्छ र आवश्यकता अनुसार थप लेजर गर्नुको साथै उब्केको पर्दालाई यथास्थितिमा राख्नको लागि गम्भीरता अनुसार विशेष किसिमको ग्यास अथवा तेल आँखाभित्रको पानीमा राख्नुपर्ने हुन्छ। यो उपचार पद्धति नै भिट्रियो रेटिनल शल्यक्रिया हो। डायबेटिक रेटिनोपेथीको उपचार कहाँ गरिन्छ भन्दाखेरि मधुमेह रोग हुने व्यक्तिले सबै नजिकको आँखा उपचार केन्द्रमा सम्पर्क गरी त्यहाँको सुझाव अनुसार सम्बन्धित ठाउँमा उपचारको लागि जानुपर्ने हुन्छ। मधुमेह भएका बिरामीहरूले यावत कुराहरूमा ध्यान दिनुभयो भने तपाईहरूले चाहिँ विभिन्न समस्याहरूबाट बच्न सक्नुहुन्छ र आफ्नो जीवनलाई चाहिँ सुखमय बनाउँदै अगाडि बढ्न सक्नुहुन्छ। समयमै उपचार गरौँ, समयमै जाँच गरौँ, सकभर त हुनै नदेऊ, भइहाले पनि चाँडै उपचार गर्नतर्फ लागौँ। हस्त धन्यवाद।